Okay, now 1, 2, 3, start. Hello everyone, good morning. Welcome to my YouTube channel. स्वागत छ तपाईहरुलाई मेरो YouTube च्यानलमा। आजदेखि म ब्लग स्टार्ट गरेर आएको छु हैन। सधैँ भएर चाहिँ तपाईहरु सबैजनाले सपोर्ट गरिदिनु होला। र आज भन्नाले पनि अब भोलिबाट चाहिँ स्टार्ट गर्ने। आज अलिकति थोरै भनौँ भने हो, अलिकति टेलर मात्रै आज ब्लगको। अनि त्यसपछि हेरौँ कस्तो के हुन्छ। अनि त्यही हिसाबले भोलिबाट चाहिँ राम्रो ब्लगहरु बन्छ। अनि युट्युबमा सब्स्क्राइब गर्नु भएको छैन अनि प्लिज सब्स्क्राइब गरिदिनु होला। अनि त्यसपछि के चाहिँ गर्नुपर्ने छ त्यो पनि भन्नु होला। अघि नै बिहानी 5 बजे, बिहानी नै कति बजे भन्नाले 3:30 बजे उठेर 1 घन्टा 1 आवर वक गरेर चाहिँ म हाम्रो परफेक्ट डान्स स्टुडियोमा आइपुगेको थिएँ। अनि 5 देखि 6 चाहिँ हाम्रो जुम्बा क्लास हुन्छ। अनि त्यही जुम्बा क्लास दिएर सिधाएर अलिकति त्यो जुम्बा क्लासको भिडियोहरू बनाएको थिएँ। अनि त्यो भिडियो बनाएर चाहिँ एडिट गरेर चाहिँ भर्खरै अहिले चाहिँ बसिरहेको छ। अनि त्यसपछि अब जानुपर्छ, एउटा स्कुल छ अहिले। सर चाहिँ जान भ्याउनुहुन्न, अनि त्यही भएर चाहिँ सरले मलाई जानु भन्नुभएको छ। त्यो अब एकछिनमा निस्किनुपर्छ उता पनि। उता निस्किनुभन्दा अगाडि यता तल नास्ता खान जानुपर्छ। नास्ता खाएर अनि बल्ल फेरि नास्ता खाने एकछिनमा। नास्ता खाएर फेरि परिवार स्कुल लागि निस्किने। त्योभन्दा अगाडि हामी चाहिँ हाम्रो यहाँबाट जस्तो भ्यूको दामी देखिन्छ। क्या मजा आउँछ होइन। के दामी डाँडा। हेर्नुहोस् तपाईँहरू, बिहानीको सूर्य हेर्न पाउँदा अति नै मजा आउँछ। हाम्रो स्टुडियो ठ्याक्कै बाहिर ड्राइभिङ सेन्टर पनि गएको छ। अब एकछिनमा जानुपर्छ नास्ता खान। अनि सोचेर हेरौँ नास्ता खाने। उता स्कुलको लागि परिवार स्कुलको लागि चाहिँ निस्किनुपर्छ। झन् पहिला कपाल पनि अब यस्तो कपाल यस्तो काट्नुपर्ने छ। काट्नु भन्दा नि म चाहिँ कपाल काट्दैन। अब कपाल चाहिँ यस्तो पाल्नुपर्छ। कपाल चाहिँ पाल्ने हो म। जे होस् ठिक छ, स्ट्रगल भइरहेछ, हार्डवर्क भइरहेछ, सिकिरहेको दिन केही न केही सिकिरहेको छु मैले। गाह्रो नै गाह्रो छ। तर यो बिस्तारै आज गाह्रोले नै, आजको दुःखले नै भोलि सुखले बस्न पाइन्छ होइन। बिहानीको यो सूर्य देख्न पाउँदा नै रमाइलो लाग्ने कि हेरेर एकदमै। कैसे कहूँ मैं हो यारा ये प्यार कैसे होता है। कैसे कहूँ मैं ओ यारा ये प्यार कैसे होता है। अब म चाहिँ नास्ता खान गएँ। अब चाहिँ नास्ता खाएर के छ अब उता त्यो हेर्नुपर्छ। नास्ता खाएर अनि त्यसपछि नास्ता खाएँ त्यसपछि हिँडिहाल्नुपर्छ स्कुलको लागि। सो
आन्टी गुड मर्निङ। आज त म भ्लग बनाइरहेको छु नि त। आज त भ्लग बनाइरहेको छु कि मैले। चाहिँ मलाई सधैँ हाम्रो चाहिँ आन्टीको पसलमा चाहिँ खाना आइरहेको हुन्छ होइन। आन्टी चाहिँ एकदमै राम्रो बनाउनुहुन्छ अनि चाहिँ आन्टी एकदमै राम्रो मान्छे हुनुहुन्छ होइन। हाम्रो अर्को आन्टी यहाँ हुनुहुन्छ। हेलो भन्नु त आन्टी। नै हजुरले राम्रो भनेको होइन, हजुर राम्रै हुनुहुन्छ कि एकदम के त्यो हामीले भन्नु पर्दैन नि त हजुरलाई। सो गाइस आज चाहिँ म बिहान आइसकेँ आन्टीको पसलमा नास्ता खान होइन। अब नास्ता खाने अनि त्यसपछि फेरि स्कुलको लागि निस्किनुपर्छ यहाँबाट। अब आन्टीले चाहिँ के बनाउनुहुन्छ हेरौँ। के छ आन्टी? चिउरा अन्डा राम्रो हुन्छ है। गरिदिनु हुन्छ हुन्छ गरिदिनु। सुखै भुट्दिनँ, सुखै पनि राम्रै हुन्छ। त्यही त हाम्रो नास्ता पनि आइसकेको छ। जस्तै महिनाको 8,000 मैले अस्ति त्यो छोराहरू गएपछि त्यो तिरेकै थिएँ। आन्टी लमा गयो है। ल अब मात्रै कतै गर्नु दिदी गर्नु हो दे उनीहरूले पनि के छ सो गाइज म चाहिँ नास्ता खाएर आइसकेँ। अब चाहिँ एकछिन हेरौँ, टाइम 8-9 बजिसक्यो। अब एकछिन रेस्ट गर्ने अनि त्यसपछि फेरि हामी चाहिँ म चाहिँ स्कुल जानेछौँ। स्कुल गएर चाहिँ स्कुलमा गएर चाहिँ डान्स सिकाउनु पर्नेछ। गाइज फाइनली म चाहिँ स्कुलको लागि चाहिँ निक्लिरहेको छ होइन। आज हेरौँ कस्तो हुन्छ के हुन्छ सिकाउँछु स्कुलमा। गाइस म चाहिँ स्कुल पुगिसकेँ भनौँ अब स्कुलमा गएर डान्स गर्नुपर्छ।
2 मिनट बाँकी छ ठ्याक्कै म स्कुलमा पुगिसकेँ। यता हेर्न सक्नुहुन्छ स्कुल हाम्रो स्कुल। यो स्कुलमा म चाहिँ डान्स सिकाउने आज। हुन्छ ठिकै छु। आज चाहिँ म भ्लग बनाइरहेको छु होइन। के छ सन्चै हुनुहुन्छ हजुर? ठिकै छु। धेरै दिन पछि भेट भयो आज हजुरसँग। नास्तामा के भन्दैछ त आज? नास्तामा आज समोसा, चप, चाउमिन, पकौडा, ब्रेड चप, चाउचाउ। ए अनि ठिक छ अङ्कल। आज तपाईँको पालो? हजुर आज चाहिँ मेरै पालो हो। अब हेरौँ। Come on, ready? Come on, 2, 3, 4, 5. सो गाइज अहिले चाहिँ यहाँ टिफिन टाइम भएको छ स्कुलमा। फाइनली एउटा भिडियो चाहिँ हामी चाहिँ खिचिसकेको छ होइन। अब चाहिँ एउटा क्लासको चाहिँ भिडियो खिचिसकेको छ। अब अर्को क्लासको चाहिँ अब हेरौँ कतिखेर हुन्छ। अब यहाँ स्कुलमा चाहिँ परिबोध स्कुलमा चाहिँ हामी चाहिँ एउटा भिडियो चाहिँ खिचिसकेको छ डान्सको। अनि अब अर्को क्लासको चाहिँ भिडियो खिच्ने कि नखिच्ने अब हेरिन्छ। उहाँहरू चाहिँ अब राम्रो छ भने चाहिँ भिडियो हान्ने, अब राम्रो छैन भने त्यसपछि उहाँहरूलाई पर्फेक्ट बनाएर होइन अझै प्र्याक्टिस गराएर फेरि अब नेक्स्ट टाइम अर्को भिडियोमा चाहिँ उहाँहरूकै हुनुपर्छ। अहिले चाहिँ हाम्रो यो यतिको हरेको छ। अनि यहाँ चाहिँ एकदमै राम्रै गर्नुभएको छ भनौँ। अब अरूहरूको बिस्तारै हेर्नुपर्छ कस्तो चाहिँ के छ होइन। त्यही छ। अहिले चाहिँ टिफिन टाइम भएर चाहिँ यहाँ म बसिरहेको छ यो लाइब्रेरीमा होइन। त्यसपछि एकदमै रमाइलो भइरहेछ। धेरै कुरा सिकिरहेको छु मैले नि होइन। तपाईँहरू नि धेरै कुरा सिक्नुहुन्छ होला बिस्तारै बिस्तारै। एकदमै यहाँको भाइ बहिनीहरू पनि एकदमै राम्रो हुनुहुन्छ, एकदमै रमाइलो होइन। ठिक छ, रमाइलो भइरहेछ। अनि चाहिँ धेरै कुरा सिकिरहेको छु मैले। त्यही नै छ, इन्जोय भइरहेको छ। अनि तपाईँहरू पनि इन्जोय गर्नु, तपाईँहरूलाई नै इन्जोय गराउने प्रयासमा छु म होइन। त्यही छ। चाहिँ अब ठिक छ भनौँ न। अब एकछिनपछि 25 मिनटको यहाँ ब्रेक टाइम टिफिन टाइम हुन्छ 25 मिनटको। अनि 25 मिनटपछि फेरि अझै अरू क्लासहरू अझै दुईवटा क्लासहरू छ कि हो। अनि 2 क्लासहरू सकेर अनि त्यसपछि म जान्छु स्टुडियो। अनि स्टुडियो गएर फेरि प्र्याक्टिस गर्ने। अनि प्र्याक्टिस गरेर फेरि निस्किने घरको लागि। त्यही नै। सो गाइज अब चाहिँ टिफिन टाइम चाहिँ सकिसकेछ। 25 मिनट चाहिँ गइसकेछ, सकिसकेछ। अब चाहिँ कति क्लास 4, 5लाई चाहिँ 4, 5लाई चाहिँ सिकाउनु पर्ने होला अहिले। उनीहरूलाई सिकाउने। अनि त्यसपछि उनीहरूको पनि भिडियो लिन्छु मैले। उनीहरूको भिडियो लिएर उनीहरूलाई सिकाएर अनि त्यसपछि हामीले यहाँ चाहिँ सिक्देपछि चाहिँ जानुपर्छ स्टुडियो। यहाँ सकेपछि स्टुडियो जानुपर्छ। त्यस्तै छ, ठिक छ, रमाइलो छ। जिन्दगीमा जस्तो भयो नि
खुसी भयो नि खुसी नै हुनुपर्छ, दुःखी भयो नि खुसी नै हुनुपर्छ। त्यस्तो स्याड भएर बस्ने यताउता गर्ने त्यो चाहिँ हुनु अहिले पनि। त्यो चाहिँ गाइस ओके गाइस, अब म चाहिँ जान्छु अब होइन। त्यो 4 to 5 र 4 को र 5 को चाहिँ उहाँलाई चाहिँ डान्स सिकाउँछ, अनि त्यसमा उहाँहरू पनि भिडियो लिउँ कि भन्ने सोचिरहेको छौँ। हेरौँ उहाँहरूले कस्तो गर्नुहुन्छ। उहाँहरूले राम्रो गर्नुहुन्छ उहाँहरू पनि भिडियो लिने, अनि राम्रो गर्नुहुन्न भने चाहिँ त्यसपछि उहाँहरूलाई प्र्याक्टिस गराउने, पर्फेक्ट गराउने, अनि देन त्यसपछि चाहिँ उहाँहरूले नि भिडियो लिने उहाँहरू पनि केही टाइमपछि। ओके सही। फाइनली गाइस 2:53 भइसकेको छ, अनि डान्स पनि सिकाइसकेको छौँ। त्यसपछि डान्स पनि सिकाइसकेँ, अनि त्यसपछि अब डान्स पनि सिकाइसकेँ, अनि त्यसपछि अब चाहिँ स्टुडियो गएको यहाँ डान्स सिकाएर। अब स्टुडियो गएर चाहिँ हेरौँ कस्तो हुन्छ के हुन्छ। स्टुडियो होइन प्र्याक्टिस गर्ने, प्र्याक्टिस गरेपछि फेरि घर जाने सोध्ने। भोलि बिहानी उठेर अझ फेरि 5 बजे 4 बजे चाहिँ फेरि स्टुडियो नै आउनुपर्छ।
गाइस फाइनली म स्टुडियो पुगिसकेँ अब होइन